नमस्ते, म डाक्टर बजन कुमार रोनियर, कन्सल्टेन्ट इन्डोक्राइनोलोजिस्ट, सुगर, थाइरोइड एन्ड हर्मोन स्पेसलिस्ट। अब यो डायबिटिज जुन हुन्छ नि, अब कतिको यो हाम्रो समस्या छ कि यो डायबिटिज कुन उमेरलाई बढी लाग्छ भनेर चाहिँ। डायबिटिज भनेको नर्मली हामीलाई अब यो बच्चादेखि लिएर वृद्धकालसम्म कुनै पनि उमेरमा लाग्न सक्छ, तर हाम्रो देशमा चाहिँ प्रायःजसो डायबिटिज भन्छौँ टाइप 2 डायबिटिजका विभिन्न प्रकार हुन्छ। टाइप 2 डायबिटिज चाहिँ हामीलाई चाहिँ अलिकति 40 वर्ष उमेर काटिसकेपछि लाग्छ, कसैलाई 30-20 वर्षमै उमेरमा पनि टाइप 2 डायबिटिज। बच्चाहरूमा लाग्ने डायबिटिज भनेको टाइप 1 डायबिटिज। हाम्रो देशमा टाइप 1 डायबिटिज 1% मात्रै छ भनेर, तर विदेशतिर वेस्टर्न कन्ट्रीतिर टाइप 1 डायबिटिज लगभग 10% जति छ। तर हाम्रो एसियन कन्ट्रीतिर चाहिँ टाइप 1 डायबिटिज चाहिँ 1% छ, टाइप 2 डायबिटिज चाहिँ बढी छ। अलमोस्ट 90-95% टाइप 2 डायबिटिज हुन्छ। अर्को गर्भावस्थाको डायबिटिज हुन्छ, प्लस अरू कारणले लाग्ने डायबिटिजहरू चाहिँ देखिन्छ।